हे गाइस, सबलाई जय माता दी हैन। आजको कुरा चाहिँ हैन साँचो पनि छ, काँचो पनि छ अनि चासो पनि छ हैन। धेरै जस्तो अहिलेको काण्ड हैन, काण्ड भन्ने चाहिँ काण्ड हैन, त्यो काण्ड भन्ने चाहिँ शब्दै गलत हो के हैन। अब कसैले भिडियो कलमा चाहिँ आफ्नो माया गरेर हैन शरीर देखाउँछ आफ्नो बॉयफ्रेन्डलाई हैन, सबै कुरा गर्छन्। अनि त्यसपछि सम्बन्ध तिनीहरुको टुट्न लागेपछि उले जबरजस्ती गर्छ कि त मेरै पास बस हैन, त पैन जा भन्ने चाहिँ उसको हुन्छ। यस्तो हुँदैन, कसैलाई परिवर्तनमा हालेर माया गर्न सकिँदैन हैन। जबरजस्ती चाहिँ कसैलाई ब्ल्याकमेल गरेर माया भन्ने चाहिँ शरीर चाहिँ पाउला हैन, उसले दिने चाहिँ माया कहिले पाउन सकिँदैन के। अहिले धेरै जस्तो काण्ड भएर बहिनीहरुको हत्या भएको छ हैन, सुसाइड गरेका छन् हैन। म त भन्छु गंगु छेत्रीलाई यस्तो भन्नुहुन्छ हैन, गंगु छेत्री जस्तो स्पिरिट भन्ने चाहिँ सबै बहिनीमाथि होस् के हैन। सहन शक्ति के, समाजसँग लड्ने शक्ति भन्ने चाहिँ गंगु छेत्री जस्तो हुन पर्यो हैन। अब जे जस्तो उसले गरी आफ्नो मायामा हैन, ऊ मात्र हैन सबै गर्छन्, केटाहरु पनि गर्छन्, केटी पनि गर्छन् हैन। मैले भिडियो बनाउनको कारण भनेको यस्तो हो कि मेरो भिडियोले थोरै पनि मोटिभेट आउँछ भनेपछि हैन, जीवनमा त्यस्तो चाहिँ घटना भएपछि दिदी बहिनीहरु सबैहरु हैन कहिले आत्तिनु हुँदैन के। किन समाज कहिले समाजको सोच्नु हुँदैन कि समाजले के सोच्छ। समाजले हजुरलाई खिलाउनु हुँदैन, हजुरलाई के कपडा जरुरत भएपछि समाजले कपडा दिदैन हैन। त्यो कहिले त्यस्तो मोटिभेट भएपछि कहिले चाहिँ सोच्नु हुँदैन समाजले के भन्छ। समाजलाई आफ्नो ठाउँमा छोड्नुपर्छ, जिन्दगी आफ्नो भने आफ्नो हिसाबले हिँड्नुपर्छ हैन। समाजको हिसाबले हिँड्नु भयो भनेमा चाहिँ समाजले खाली भनेको एउटा पासो दिन्छ जो घाँटीमा हालेर झुन्डिने मात्रै काम हो हैन त्यो। अनि मेरो दिदी बहिनीलाई यही भन्छु, कहिले काहीँ यस्तो भएपछि कहिले नआत्तिनु होला हैन। म त गंगु छेत्रीलाई सलाम गर्छु क्या हैन। किनभने चाहिँ ऊ जस्तो मोटिभ, ऊ जस्तो एनर्जी, ऊ जस्तो सहन शक्ति भने गलत। अरे उसैको पास अहिले त्यो कुरा मात्र हुन पा त्यसलाई लाज लाग्थ्यो होला भन्ने हो क्या। सबैको पास छ, सबैले गर्छन् भन्ने चाहिँ हैन। कुरा त यति हो, कसैलाई थाहा भयो चाहिँ उसलाई चाहिँ लाज आउन चाहियो हैन। उसलाई लाज किन आउने, माया गर्यो, उसले धोका दियो, समाजमा हाल्यो। म त सल्युट गर्छु क्या। गंगु छेत्री जस्तो सबै दिदी बहिनीहरु भन्छन् त सहन शक्तिवाला भएपछि हैन धेरै राम्रो हुन्थ्यो होला हैन। अनि केटाउला भनेको यस्तै हो हैन। केटाहरु हैन माया भनेको जबरजस्ती हुँदैन क्या। माया भनेको उसको खुसीमा खुश हुनु भनेको माया होइन। जबरजस्ती उसलाई ब्ल्याकमेल गरेर उसको शरीर त पाउला हैन, पर उसको भित्रदेखि माया, उसको प्यारैदेखि माया भन्ने चाहिँ कहिले पाउँदैन क्या। त्यही हो, जे जस्तो सम्बन्ध टुटेपछि कहिले त्यस्तो नगर्नु होला। उले त दुनिया छोड्छ र लेकिन जाँदाखेरि उले मर्दाखेरि हैन आफ्नो आमाबाउको प्राण पनि लिएर जान्छ क्या। किन चाहिँ त्यो कुरा चाहिँ ध्यान राख्ने कुरा हो हैन। म चाहिँ कसैलाई सिकाउनु आएन, बताउनु आएन, मैले पनि देखे धेरै भन्दा नि त अब युट्युब खोल्दै खेल्दै